के पर्दैन अहिले आउने बेला बसौँ न नि। यो चाहिँ हो रिसोर्टको नाम नेपाल धाखानी नेचर रिसोर्ट। गुड मर्निङ गाइज, नमस्ते। म अञ्जना फेरि आइपुगेँ नयाँ ब्लग लिएर र सबैजना सन्चै रहने आशा गर्दैछु। हामी पनि सबै सन्चै छ। आज चाहिँ हामीहरू यहाँ रिसोर्टमा आएको छ। यहाँ चाहिँ नानीले स्विमिङ गर्ने भनेर अनि रिसोर्टमा आएको, अनि यहीँ खानासाना खाएर अनि घर फर्किने। आज दिनभरको कार्यक्रम चाहिँ हाम्रो रिसोर्टमै छ होला, हेर्दै गर्नु होला। यो चाहिँ 10 फुटको स्विमिङ पुल हो। कस्तो मजाको आएको छ। यो चाहिँ 5 फुटको। अब चाहिँ हामीहरू माथि जाँदैछ, माथि होटलतर्फ लाग्दैछ हामीहरू चाहिँ। अब म चाहिँ अहिले सर्टकट बाटो आएको हो। मैले पछि चाहिँ हजुरलाई चाहिँ लङ बाटो देखाउँछु। नमस्ते सुन्नु भाइ। सुन्नु भाइ, ए राम के रङ लानिदियो के हो लाग्दै आएको म त। ये हेर्नु नजारा। ए को आएको छैन देखो। नमस्ते नमस्ते नमस्ते। यो फुची पो रहेछ। ओइ त्यस्तै आएको फोरममा। त्यो घरमा आउनु बित्तिकै नहाएर आउनु बित्तिकै टाउको धुनु गएको। जिउको त के गर्ने, जिउको त धुइ पनि हाल्छ, टाउको त मैला हुन्छ। बिर्स्यो धुवा उठेर के यहाँ पुरै आँखाभरि। अनि मैले चाहिँ चस्मा पनि लान बिर्सेछु, अनि त्यो भएर पनि यहाँ पुरै आँखामा आँसु आएको जस्तै भएको छ कि। यो चाहिँ कटेज हो। यहाँ चाहिँ अब बस्न पाउने मान्छेहरू चाहिँ बस्न आउँछ। हर्याङ पनि छ साथमै। त्यहाँ भर्याङबाट पुरा भ्यू देखिन्छ रिसोर्टको चाहिँ। खाना सबै सुविधाहरू पनि छ हजुरलाई। अनि हजुरलाई अब यसो कन्ट्याक्ट नम्बरहरू के चाहिन्छ भने पनि मलाई मेसेज गर्यो हुन्छ। अनि मैले चाहिँ हजुरलाई फोन नम्बरहरू सेन्ड गरिदिन्छु। लोकल कुखुराहरू पाउँछ खानालाई। आफ्नो पोखरीकै माछाहरू छ। अनि हजुरलाई चाहिँ अब के पनि खाना छ नि अब एकदम ताजा ढिँडो मिल्छ होइन। ढिँडो अनि लोकल अब बाख्राहरू पनि खाना छ भनेपछि पहिले यहाँ अर्डर गरिहाल्नु। सबै थोक मिल्छ हजुरलाई। पर त्यसको लागि चाहिँ हजुरलाई पहिल्यै भन्नुपर्छ कि अब जस्तो भोलि आना छ हजुरलाई होइन, त अझै मेसेज गरिदिनु हामी यतिजना आउँदैछ, अनि यतिजना आउँदैछ, यतिजनाको लागि खाना चाहियो, हामीले लोकल कुखुरा खान्छ के खान्छ भनेर सबै सुविधाहरू पाउँछ हजुरलाई। यो चाहिँ मेन बाटो हो। अघि चाहिँ मैले बाटोको हजुरलाई फोटो देखाइनँ। म चाहिँ अघि सर्टकट बाटो आएको हो। म चाहिँ अघि स्विमिङ पुलको बाटो आएको होइन। मेन चाहिँ फुल पनि हेर्नु त कस्तो राम्रो भएको रहेछ। यो हाम्रो मेन गेट भएर हेर्नु भएर हजुरले होइन। यहाँबाट छिर्ने हामी सबैजना चाहिँ। यहाँ चाहिँ माछाहरू छ, मङ्गुर माछा पनि छ होइन। अनि अर्कोवाला सेतो माछा पनि छ, गोल्डन फिस पनि माछा छ। अनि तपाईँले चाहिँ के खानुहुन्छ भने पोखरीपट्टि झिकिदिनुहुन्छ। अनि हेर्ने बेला हाँसहरू पनि कराउँदैछ, भित्रै छ के। बल्ल निस्केछ गाइज यहाँ हाँसहरू। ए यहाँ हेर्नु होला साथीहरू, यहाँ चाहिँ चराको बच्चा छ। यो चाहिँ के अरे जुरेलीको बच्चा। गाइज हाम्रो खाना आइसकेको छ। साथै यहाँ नानीले पनि खाँदैछ खाना। ट्राई गर सानो। खोइ यो हताउनु बोतल। अर्को पनि आएको छ यहाँ। हाई हाई। बच्चाले हाई गर्दैछ। यहाँ हाम्रोसित छ कुखुराको मासु, बुङ्गुरु मासु, तरकारी, अचार, दाल खाइन। अनि यहाँ छ दाल। हजुर पनि आउनु होला यहाँको रिसोर्टको खाना खानालाई, एकदम मिठो मिठो खाना खानालाई।
हाम्रो रिसोर्ट चाहिँ भिजिट गर्नु होला। तिमी त काम गर्ने मान्छे खायो भयो नि, हाम्रो त खाँदै बस्दै के फरक पर्दैन। ल ल ल खाऊ खाऊ मिगी हेलो मेरो या सलाद ए सलाद चाहिँ खाने पक्का। के भन्छ कुछ नमिलिहाल्छ नि हुने तिमी खान्न ल खानु 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 खाऊ न के होला कि खानु 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 खान्छ तिमीलाई त के को लाज हुने भयो बसेको तिम्रो मम्मी थाहा छ हामीसित बसेको नि कति वर्षसम्म मिगिन मिगिन दिदीलाई त हाम्रो सानसानो हुनुका मिगिन दिदी हुने बेला मम्मी त्यहीँ थियो न खाएँ म त खाइसकेँ अलिअलि यहाँ खाएको भिडियो चाहिँ खाऊ न उसले खाएँ सुन्नु मैले राखिदिएको मैले ए राख्नु जाउँ मन लाग्यो मेरो मैले ल्याएर गाजर मुला काँक्रा अब यहाँ के हुन्छ तुम त गर्दैन गर्ने हो म अप्ठ्यारो लाग्छ होला नि भन्छु नि ल बस खानु बाजु हुन्छ भयो ए पुग्छ ट्युब माग न बाबुलाई यहाँ चाहिँ हाम्रो छोरीहरूले यहाँ स्विमिङ गर्दैछ गुड यार यो चाहिँ त्यहाँको गाउँहरूको बच्चाहरू हो यहाँ हाम्रो भान्जी पनि छ यहाँ स्विमिङ गर्दैछ अब चाहिँ गाइज हामीहरू घर जान लागेको हो अब खानासाना पनि भइसक्यो नानीहरू पनि नुहाइसक्यो अब चाहिँ घर जान लागेको हो अब आज चाहिँ यति नै हो फेरि भेटौँला अर्को ब्लगमा है अनि जसले पनि सब्सक्राइब गर्छन् प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला यसरी नै म नयाँ नयाँ भिडियो लाउँछु हजुरको समक्ष ल थ्याङ्क यू ल बाई बाई